नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले विभिन्न स्रोतबाट संकलित कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू मन पर्नेछन्। यस कथालाई अन्त्यसम्म सुनेर हेरेर साथ दिनुहोला। नेपाली कथा युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला भन्दै लागौं आजका कथाहरूतर्फ। आजको लागि पहिलो कथा रहेको छ घमण्डको परिणाम। कथाकार क्रिस्टिना अधिकारी। स्रोत गोरखापत्र। कुनै एक गाउँमा एक धनी ब्राह्मण परिवार थियो। धनले सम्पन्न त्यस परिवारमा कृपा नामक एक ब्राह्मणी बस्थिन्। उनी निकै सुन्दर भएकाले उनलाई आफ्नो रूप र धनको निकै घमण्ड थियो। उनको नाम मात्र कृपा थियो। दया र माया भने उनमा अलिकति पनि थिएन। धनी परिवारकी भएकाले कृपा केही काम गर्दिनथिन्। दिनभरि गाउँ डुलेर बेलुका घर फर्किन्थिन्। उनको घरमा आमा र भाइ मात्र थिए। धनले पुलपुलिएकी कृपालाई कुनै कुराको मतलब पनि थिएन। एक दिन कृपा आफ्नो लागि कपडा किन्न भनेर बजारतिर गइन्। बाटोमा उनले एक बुढो अपाङ्ग मानिस देखिन्। त्यस बुढो भोको मानिसले कृपासँग आफूलाई केही खान दिन मागे, तर हातमै बिस्कुट हुँदा पनि कृपाले कठोर स्वरमा दिन्न भनेर भनिन् र त्यस बुढालाई गाली गरिन्। कृपाको घमण्ड देखेर त्यस बुढो मानिसले श्राप दिँदै भने, तिमी त कठोर र घमण्डी रहिछौ। म तिमीलाई श्राप दिन्छु। आजदेखि तिम्रो लागि जे कुरा प्रिय र महत्वपूर्ण छ त्यो कुरा तिमीबाट टाढा हुन्छ। कृपालाई त्यति भन्दा नि चेत आएन। उनी त्यस बुढो अपाङ्गलाई थकेलेर बजारतिर लागिन्, तर त्यो श्राप दिने व्यक्ति अपाङ्गको रूप लिएर आएका देवता थिए। त्यसकारण कृपालाई उनको श्राप लाग्यो। कृपा बजार गइन् र आफूलाई मनपर्ने लुगाहरू किनिन्, तर घर फर्किँदा उनको झोला खाली थियो। पछि अलिक दिनपछि उनको घरमा झगडा पनि हुन थाल्यो र कृपाका आमा र भाइ उनीबाट टाढिए। उनलाई यति हुँदा पनि श्रापका बारेमा याद आएन। बिस्तारै उनको चम्किलो अनुहारमा पोतो र चाउरी पर्न थाल्यो। यो देखेर कृपालाई साह्रै दुःख लाग्यो र उनका धन सम्पत्ति पनि सबै सकिँदै गयो। आफूसँग यस्तो भएको देखेर उनलाई एक बुढो मानिसले श्राप दिएको छलक्क याद आयो। उनलाई त्यो सम्झेपछि आफूले गरेको व्यवहारमा निकै नै पश्चाताप भयो, तर उनले केही गर्न सकिनन्। घमण्डको फल त यस्तो हुने नै थियो। कथा रहेको छ घमण्डको परिणाम। कथाकार क्रिस्टिना अधिकारी। लागौं अर्को कथातर्फ। कथाको शीर्षक कुइरेनी मिस। कथाकार तेजेन भट्टराई। स्कुलमा कुइरेनी मिस आउने गाईगुई हल्ला चल्यो। हाम्रो स्कुलमा पहिले कहिल्यै विदेशी सर मिस नभएकोले पूरा विश्वास चाहिँ लागेको थिएन। तर सत्य रहेछ, हेड सरले नै कक्षामा आएर अमेरिकाकी नयाँ मिस आउने जानकारी दिँदै स्वागतको लागि विद्यार्थीहरूले फूल ल्याउन सूचना गर्नुभयो। सरको सूचनाले हामी विद्यार्थीहरू बीचमा झनै खैलावैला मचियो। कस्ती हुनुहोला, कुइरेनी मिस कसरी पढाउनु होला, नेपाली बोल्न आउँछ कि आउँदैन होला, आदि इत्यादि मनमा खेल्दै रहे। घरमा गएर बुबालाई सुनाए, केटा अब सेता फिला हेर्ने भइस। बुबाले सधैँ चाहिँ गिल्याउन बाँकी राख्नु भएन। भोलिपल्ट स्कुल हिँड्नु अघि घर माथिको फूलबारीबाट तिहारमा उब्रेका सयपत्रीका 2-4 थुङ्गाहरू टिपेर झोलामा हाले। प्रार्थना सभा हुँदै गर्दा कुइरेनी मिस स्कुल आइपुग्नु भयो। हाम्रा भलिबलमा सर्ट हान्ने सुइरे सर भन्दा पनि अक्ली हुनुहुँदो रहेछ मिस त। टाउकोमा छत्रे टोपी, आँखामा डोरी सहितका कालो चस्मा, खुट्टामा जुत्ता मोजा, गोरी न गोरी। त्यसै भन्नुभएको होइन रहेछ बुवाले। अंग्रेजी सरले अंग्रेजीमा के भन्नुभयो। सबैले ताली पड्काए। विद्यार्थीहरूले आफूले लगेको फूलको गुच्छा दिए। मैले पनि हात कमाउँदै झोलाबाट सयपत्रीका थुङ्गाहरू झिके र दौडदै गएर मिसको हातमा थमाए र अझ छिटो दौडदै फर्किए। मिसको अनुहार हेर्ने साहस आएन। मिस कति बेला कक्षामा आउनुहोला र पढाउनुहोला भन्ने आशामा मेरो आँखा ढोकातिर सोझिरहे। बाहिर निस्केका बेला सरहरूको अफिसतिर पनि आँखा लगाउन छुट्याइएन, तर मिसको कुनै गतिविधि देखिएन। त्यस दिन मिस पढाउन आउनु भएन। सायद कतै गइसक्नु भएको थियो होला। हामीले पत्तै नपाई। कुइरेनी मिसको नजिक जाने, उनको बोली सुन्ने र उनको कक्षामा बस्ने मेरो चाहना पूरा हुन छाँट देखिएन। कत्रो उत्साह बोकेर स्कुल गएको म निराश हुँदै घर फर्किए। खाजालाई भुटेको मकै भटमास राखिदिनु भएको रहेछ मम्मीले। लात्तीले दलिन छुने प्रयास गर्दै मकै भटमास खाइरहेको थिएँ। यसो हेर्छु त कुइरेनी मिस र हेड सर त हाम्रै घरमा पो आइपुग्नु भएछ। एकछिन त अत्तालिएर के गर्ने कसो गर्ने भए। नमस्ते सर। मेरो हात आफै जोडिए। नमस्ते बाबु।
बुबा खै त? सरले सोध्नुभयो। बुबा हुलाकमा काम गर्नुहुन्थ्यो। घर आइपुगिसक्नु भएको थिएन। घर आइपुग्नु भएको छैन, आउने बेला भयो। सर र मिस म बसेकै खाटमा बस्नुभयो। म थालको मकै भटमास लुकाउन भित्र गएँ। केही छिनमै कुइरेनी मिसलाई हेर्न धेरै केटाकेटी र केही ठूला मान्छे पनि भेला भइसकेका थिए। कुइरेनी मिस नमस्ते भन्दै हात जोडिरहनु भएको थियो। गाउँलेहरू लाज मान्दै नमस्ते फर्काइरहेका थिए। मिसलाई अलिअलि नेपाली भाषा पनि आउँदो रहेछ। एकैछिनपछि मेरो बुबा आइपुग्नु भयो र त्यसको केही समयपछि मम्मी पनि। जाउँ बाबु घाँस काट्न, मम्मीले हराउनु भयो। मलाई जान मन त थिएन, तर त्यो मेरो सधैँको काम थियो र नगई सुख थिएन। भित्र गएर लुकाएको मकै भटमास अस्टाकोटको गोजीमा हालेर जस्केलबाट निस्किएँ। हेड सर र कुइरेनी मिस किन हाम्रो घरमा आएका होलान् भनेर सोच्दै घाँस काट्न थाले। घाँस काटेर गोठमा पुर्याएर आराम गर्दै थिएँ। बुबा पनि त्यहीँ पुग्नु भयो। बुबा, हेड सर र कुइरेनी मिस किन आएका? अब सधैँ सेता तिक्रा हेर्न पाइने भइस केटा। बुबाले फेरि जिस्काउनु भयो। कुरा के रहेछ भने हेड सर कुइरेनी मिसका लागि बस्ने ठाउँको जोहो गर्न आउनु भएको रहेछ। हाम्रो मतान घर रित्तै थियो। मिस त्यहीँ बस्ने हुनुभएछ। मेरो खुसीको सीमा रहेन, किनकि कुइरेनी मिस बस्ने घरको मान्छे म। कुइरेनी मिससँग आउने जाने म। कुइरेनी मिसलाई यताउति घुमाउने म। सम्झँदा नै गर्वले मेरो छाती फुल्यो। कुद्दै कुद्दै घर पुगे। यसो चियाएर हेरेको कुइरेनी मिसको लागि सुत्ने खाट र बिछ्यौनाको व्यवस्था भइसकेको रहेछ। खाटमा चेन भएको ज्याकेट जस्तै लामो सिरक लमतन्न थियो। पछि थाहा भयो यसलाई स्लिपिङ ब्याग भन्दा रहेछन्। अर्को दिन बिहानै मिसका लागि हाम्रो बुबा, कान्छा काका र अरू 2-3 जना मिलेर खाल्डो खनी बाँस र चित्राले बारेको टोयलेट बनाउन थाल्नुभयो। मिसको सेतो तिक्रा केटाकेटीले देख्छौ भनेर बनाएको यो बुझिस? बुबाले बाँस फुटाउँदै जिस्काउनु भयो। च्याएर हेर्लास् नि, काकाले थप्नु भयो। कुइरेनी मिस बसेपछि 1-2 दिन त हाम्रो घरमा केटाकेटीको भिड नै लाग्यो। मिसले हामी केटाकेटीलाई चकलेट बाँड्नुहुन्थ्यो। हाम्रोतिर पाइने भन्दा ठूलो कमला खालका चकलेट। चकलेटको लोभले होला तल्ला घरकी मन्दिरा र चेतना नाकमा सिङ्गानको मुठो निकाल्दै हाम्रै घरमा आइपुग्थे। एक दिन त रिसले एक झापट पनि लगाइदिए। केटाकेटी मात्र होइन, ठूला मान्छे पनि निकै आउन थाले हाम्रो घरमा। मिससँग विभिन्न औषधि थिए। त्यो थाहा पाएपछि गाउँलेहरू कसैको चोट लाग्यो भने पट्टी लगाइ माग्न वा कोही बिरामी भयो भने औषधिको लागि पनि आउँथे। पहिले त मिसको बोलीका कारण पढाएको बुझ्न गाह्रो, तर चित्रहरू र अन्य सामानहरू पनि ल्याउनु हुने भएकाले मिसको कक्षा धेरै चाखलाग्दो हुन्थ्यो। अरू सर मिसको कक्षामा हल्ला गर्ने, विद्यार्थी पनि कुइरेनी मिसको कक्षामा ध्यान दिन्थे। मिसको साथमा जहिले पनि पानीको बोतल हुन्थ्यो। पानी धेरै खायो भने अक्लो भइन्छ कि भनेर कहिलेकाहीँ हामी जिस्कने गर्थ्यौं। मिससँगै स्कुल जाने आउने र मलाई प्यारो गर्ने भएकोले म आफूभित्रै निकै दङ्ग थिएँ। कुइरेनी मिस आफै खाना बनाएर खानुहुन्थ्यो। उहाँसँग मट्टीतेलले चल्ने स्टोभ थियो। कहिलेकाहीँ कफी बनाएर हामीलाई पनि खुवाउनुहुन्थ्यो। मैले पहिलोपल्ट कफी त्यति बेलै खाएको हो। मिस आएको केही दिनपछि मिसलाई हामीसँग खाना खुवाउन बोलाउने निदो भयो। मैले पसलबाट मसला र नरिवल किनेर ल्याएँ। मम्मीले खीर पकाउनु भयो। मिसलाई बोलाइयो, तर उहाँले त्यति मिठो खीर पनि मैले जति पनि खानु भएन। स्कुल बिदा भएको बेला मिस मम्मीसँग काम गर्न जानुहुन्थ्यो। मम्मीलाई मिस भाउजू भन्नुहुन्थ्यो। मिसलाई काम गर्न त खासै आउँदैन थियो, तर रहर भने धेरै थियो। सायद मम्मीको काम देखेर दया लाग्थ्यो मिसलाई। नेपालमा केटी मान्छेहरू धेरै काम गर्ने, तर अमेरिकामा केटाकेटी दुवै बराबरी काम गर्ने मिस भन्नुहुन्थ्यो। जे होस्, मिस र मम्मीको दोस्ती खुबै जमेको थियो। कुइरेनी मिसको संगतले कमाएको मेरो सान धेरै लामो समय टिकेन। आएको 5-6 महिनापछि एक दिन बिहानै मिसले आफ्नो झोला ठिक पारेर मलाई बोलाउनु भयो र आफ्नो देश फर्कन लागेको कुरा बताउनु भयो। मम्मी मामा घर जानु भएको थियो। बुबा पनि खै कता जानु भएछ बिहानै उठेर। विजय, म अब अमेरिका फर्कने, आफ्नो आमासँग बस्ने, तिमी राम्ररी पढ्ने। मम्मीलाई भन्ने ठिक छ? मिसले भन्नुभयो। मैले ठिक छ भने। मिस जाने कुरा सुनेर मलाई नराम्रो लाग्यो। आँखाभरि आँसु भरियो। मिसलाई किन अचानक घर जानु पर्यो भनेर सोध्न पनि सकिन। उहाँ बिहानै हिँड्नु भयो। बुबा केही समयपछि घर आउनु भयो। बुबा, मिस त जानु भयो, मैले न्याउरो मुख लगाएर सुनाएँ। बुबा केही बोल्नु भएन। किन एक्कासी जानु भएको होला नि मिस? मैले जिज्ञासा राखेँ। बुढाको याद आयो होला नि, बुबाले भन्नुभयो। बुबाको यो अनुमानमा सत्यता थिएन। मिसले बिहे नभएको कुरा पहिले नै बताउनु भएको थियो। अमेरिकामा ढिलो म्यारिज 40 इयर्समा। मिसले आधा अंग्रेजी र आधा नेपालीमा भनेको मैले बिर्सेको थिएन। मिस गएपछि मलाई स्कुल जान पनि मन लागेन। मैले अलमल गरेको बुबाले ख्याल गर्नु भएछ। ओइ, स्कुल जाँदैन साँझ? किन कुइरेनीको पात सुङ्न नपाउँदा स्कुल नै नजाने भइस कि के हो? बुबालाई पनि कहिलेकाहीँ त कति छिटो रिस उठेको बा। लुगा लगाएर जा, बुबाले रिसाउँदै भन्नुभयो। बुबाको कुरा सुन्दा मलाई बुबाको भन्दा पनि बढी रिस उठेर आयो।
तर केही नबोली ड्रेस लगाई झोला बोकेर हिँडे। बाटोमा एक्लै देखेपछि केही साथीहरूले मिसको बारेमा सोधे। केहीले झोला बोकेर गएको देखेका पनि रहेछन्। त्यस दिन स्कुलमा पनि मिस 81 हिँडेको बारे चर्चा भयो। हेड सरलाई जाने बेलामा आमा बिरामी भएकोले नफर्कने गरी गएको जानकारी गराएर नै हिँड्नु भएछ मिस। सायद हेड सरलाई भेटेर फर्किनु भयो होला। हेड सरको घर बाटैमा पर्छ। त्यस दिन घर फर्कदा पनि एक्लो महसुस भयो। मिससँग हिँड्ने रहरमा अरू साथीहरूबाट निकै टाढिसकेको रहेछु म। घर पुगेर लुगा फेर्दै थिएँ। कोठा बाहिरबाट बुबाको आवाज आयो, ओइ तेरे मिस स्कुल आइन? हिँडेकै रहेछ कि के हो, कि कता गइछे? मिस त फर्कनु भएछ, अब नआउने रे। हेड सरलाई भनेर जानुभएको रे। मिसको आमा बिरामी हुनुभयो रे। जाओस् जाओस्, कि पिर लागेको छ सेतो तिग्रा हेर्न नपाइने भयो भनेर? तिग्रा त राम्रै थिए होइन? अलिअलि पढ्ने पनि भएको थिइस्। तँलाई अमेरिका लान्छ कि भनेको त गइसे पो साँच्चीकै। पिरनगर नगाकी भए पनि त त्यही 1-2 वर्ष त बस्ने थिए त्यो। बुबाले मलाई सम्झाउने प्रयास गर्नुभयो। 2 दिनपछि मम्मी पनि फिर्नुभयो माइतीबाट। मिस अचानक जानु भएकोमा मम्मी पनि दुखी हुनुभयो। मिस गएको केही दिनसम्म न्यास्रो लागिरह्यो। स्कुलमा पनि मिसको कुरा भइरह्यो, तर बिस्तारै सबैले बिर्सिँदै गए। 1 महिना अगाडिको कुरा हो। मिस हिँडेको 5-6 महिना भएको हुँदो हो। म आफ्नो होमवर्क सिद्धाएर ओछ्यानमा निदाउन लागेको थिएँ। भित्र बुबा र बुबाका साथीहरूको जलपान चल्दै थियो। मम्मी नभएको मौकामा हाम्रो घरमा यस्तो जलपान धेरै चल्छ। म राई मितबाको घर गएर ग्यालेनमा कोदोको जल ल्याइदिन्छु। बुबा गाउँतिर गएर फालेको जोहो गर्नुहुन्छ। बुबाका साथीहरू पनि आउँछन्। मलाई पनि रमाइलो लाग्छ। मासु खान पाइने, त्यसमाथि जल ल्याइदिए बापत बुबाबाट 20-30 रुपैयाँ पनि छर्ने। कहिलेकाहीँ बुबाको साथीहरूले पनि 10-20 रुपैयाँ दिएर जाने। सधैँको जलपानमा चाहिँ भित्र खुब गफ भइरहेको थियो। जति जति ग्यालेनको जल कम हुँदै गयो त्यति त्यति चर्को आवाज, चर्को हाँसो, गफका विषय विभिन्न। तर मलाई खासै चासो थिएन। जब गफमा कुइरिने मिसको प्रसङ्ग आयो मेरो कान ठाडा भयो। ए लक्ष्मण दाजु, यो ध्रुवीलाई त्यो कुइरिने मिस काण्ड सुनाइदिनु न। हा हा हा। लक्ष्मण मेरो बुबाको नाम। कसरी पस्नु भयो अरे कुइरिनीको कोठामा? हा हा हा। ढोका खोलेरै पसे नि। हा हा हा। झ्यालबाट त होइन नि। हा हा हा। ढोकाको चुक्को लगाएको रहेनछ नि। हा हा हा। प्रत्येक वाक्य पछि हाँसोको फोहरा। के हो दाजु, भाउजू नाइनास्ती गर्नुहुन्छ कि क्या हो? कुइरिनीहरू त माल हातमै राखेर बसेका हुन्छन् भन्थे। उसको पनि धित भने, मैले पनि मुख फेर्ने भनेर नि। हा हा हा। यसपालि सबैभन्दा लामो र चर्को हाँसो छुट्यो। अनि मानि कि मानिनन् त दाजु? तेस्रो स्वरले सोध्यो। मान्नु त परै जाओस्। टसले हानेर लक्ष्मण दाजुको निधारमा यत्रो टुटुल्को नै उठाइदियो नि। हा हा हा। मानिके भए त लक्ष्मण दाजु यति बेला अमेरिका पुगेर डलर कमाउँदै गरेको हुनुहुन्थ्यो होला। फेरि हाँसो गुन्जियो। भोलिपल्ट त बिहानै हिँडे। हेडमास्टरलाई भन्न गाकी हो कि थानातिर पो जाने हो कि त्राही त्राही भयो। बचेछौ दाजु, बचेछौ। सेता तिग्राले कसो डुबाएन। त्यसपछि के गफ भयो मलाई याद भएन। निदाउनु अगाडिसम्म दिमागमा 81 घर हिँड्न लागेकी कुइरिनी मिसको तस्बिर आइरह्यो। कथा रहेको थियो कुइरिनी मिस। कथाकार तेजेन भट्टराई। लागौं आजको लागि अन्तिम कथातर्फ। कथाको शीर्षक रुपीको अनसन। कथाकार सोनी कार्की। को हो को हो को हो? वनमा नचिनेको मानिस देख्यो कि रुपी कराउन थाल्थ्यो। रुपी जिज्ञासु थियो। वनको हरेक कुरा उसलाई जान्न मन लाग्थ्यो। आफूले थाहा पाएको कुरा सबैलाई भन्न मन लाग्थ्यो। वनमा काफल पाकेको बेला ऊ दिनभरि वनमा डुल्दै कराउँथ्यो। काफल पाक्यो, काफल पाक्यो, काफल पाक्यो। असारमा किसानले रोपाई गर्न बिर्से वा ढिला गरे भने रुपीले सबैलाई सतर्क पार्थ्यो। बिउ कुह्यो, बिउ कुह्यो, बिउ कुह्यो भन्दै ऊ गाउँमा डुल्थ्यो। रुपीको यही गुणले गर्दा वनका चरा र पशुहरूले मात्र होइन गाउँलेहरूले पनि रुपीलाई मन पराउँथे, माया गर्थे। एक दिन त्यो देशको राजकुमार आफ्ना साथी र सिपाहीहरूसँग वनमा घुम्न गएको थियो। नयाँ मानिसहरू आएको देखेर रुपी र उसका साथीहरू कराउन थाले। को हो को हो को हो? चराले आफूलाई को हो भनेर सोधेको देखेर राजकुमारलाई अचम्म र खुसी पनि लाग्यो। यो चरालाई दरबारमा लगेर राख्ने हो भने निकै काम लाग्छ होला। नयाँ मानिस देख्यो कि को हो भनेर सोध्छ होला। अनि चोरहरू दरबारमा पस्न पाउने छैनन्। राजकुमारले विचार गर्यो। अनि राजकुमारले रुपीलाई दरबारमा लैजाने निधो गर्यो। उसले आफ्ना सिपाहीहरूलाई रुपीलाई समात्न आदेश दियो। सिपाहीहरूले रुपीलाई चारैतिरबाट घेरामा पारेर समाते। त्यो देखेर रुपीका साथीहरू दुखी भए। उनीहरूले रुपीकी आमालाई खोजेर रुपीलाई राजकुमारले समातेर लगेको कुरा सुनाए। त्यो सुनेर रुपीकी आमा निकै दुखी भइन्।
उनी रुपीका साथीहरूसँग मिलेर राजकुमारलाई पछ्याउन थालिन्। राजकुमार दरबारमा पुगेपछि उनीहरू दरबार बाहिरको अग्लो रुखको हाँगामा बसेर कराउन थाले, रुपी रुपी नडराऊ, हामी तिमीलाई बाहिर निकाल्छौ, धैर्य गर रुपी। दरबारमा लगेपछि राजकुमारले रुपीलाई फलामको बलियो पिँजडाभित्र राख्यो। उसलाई मिठो मिठो खानेकुरा दियो, तर रुपीलाई आफ्नी आमा र साथीहरूको सम्झना आइरहेको थियो। उसलाई दरबारको मिठो मिठो खानेकुरा मन परेन। उसले खानेकुरातिर हेर्दै हेरेन। रुपीले धेरै दिनसम्म खानेकुरा खाएन र बोल्न पनि बोलेन। त्यो देखेर राजकुमारलाई निकै पिर पर्यो। रुपीलाई खुसी पार्न राजकुमारले धेरै कोसिस गर्यो। उसले बजारबाट ऐँसिलु, काफल, बयर, अनार, सुन्तला, आँप, नास्पति, अंगुर जस्ता मिठा मिठा फलहरू झिकाएर रुपीलाई खान दियो। तर रुपीलाई आमा र साथीहरूको सम्झना आइरह्यो। उसले वनको शीतल छारी, मिठो पानी र भुर्र उड्दै घुम्ने रुख र झाडी सम्झिरह्यो। उसलाई खानेकुरा पटक्कै खान मन लागेन। आमा, साथीभाइ र वनको सम्झनाले गर्दा उसले केही पनि खान पिउन सकेन। धेरै दिनसम्म नखाएपछि रुपी दुब्लाउँदै र कमजोर हुँदै गयो। हुँदाहुँदा ऊ पिँजराभित्र उभिन पनि नसक्ने भयो। रुपीको यस्तो हालत देखेर राजकुमारको मन पक्लियो। उसले रुपीलाई जहाँबाट ल्याएको हो त्यही लगेर छाडिदिने विचार गर्यो। भोलिपल्ट बिहान राजकुमार आफै सिपाहीहरूसँग रुपी बस्ने वनमा गयो अनि रुपीलाई छाडिदियो। रुपी फर्केको देखेर उसका साथीहरू खुसी भए। उनीहरूले रुपीकी आमालाई खोजे अनि रुपी फर्केको कुरा सुनाए। रुपीको आमा खुसीले दङ्ग पर्दै आइन् र रुपीलाई अगालोमा बाँधिन्। सबैले रुपीलाई मिठा मिठा खानेकुरा दिएर स्वागत गरे। उनीहरू खुसीले नाच्न र गाउन थाले। सुनसान वनमा चराको आवाज फेरि गुन्जियो। त्यो देखेर राजकुमार पनि खुसी हुँदै फर्कियो अनि उसले आफ्नो देशमा कसैले पनि चरालाई पिँजडामा थुनेर राख्न नपाउने कानून बनायो। यो रहेको थियो कथा रुपीको अनसन। कथाकार सोनी कार्की। तपाईलाई आजका कथाहरू के कस्ता लागे? यो सँगै आजका सम्पूर्ण कथाहरू सकिएका छन्। कथाहरूप्रति प्रतिक्रिया भए कमेन्टमा उल्लेख गर्नुहोला। तपाईलाई के कस्ता कथाहरू सुन्न मन लाग्छ कृपया त्यो पनि कमेन्टमा उल्लेख गर्नुहोला। तपाईसँग पनि कथा भए मलाई मेरो कथा 204@gmail.com मा मेल गर्न सक्नुहुनेछ भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।